गाइस आज चाहिँ म कति इटरी बाहिर घुम्नु हैन अलिकति इटरी भित्र एक्सप्लोर गर्ने भनेर चाहिँ म इटरी भित्र चाहिँ गइरहेको छु र कम्पेयर टु बाहिर चाहिँ यी भित्र इटरी भित्र चाहिँ अलिकति मजाले रोडहरू बनेको रहेछ हो हेर्न सक्नुहुन्छ बिग ठुलो रोड पनि छ एन्ड क्वाइट क्लिन पनि छ यता है सो म चाहिँ अब अगाडि एउटा पुलमा जाँदैछु लेट्स गो यो दार्जिलिङको चाहिँ टोय ट्रेन होइन यो नेपालको ट्र्याक्टर है ट्र्याक्टर गाइस पुल आइसकेको छु पुल चाहिँ आई थिङ्क भर्खरै बनाएको होला यहाँबाट चाहिँ भ्यू यस्तो छ है पुलबाट चाहिँ सो गाइस अहिले चाहिँ म त्यो पुलबाट निस्केको छु र अहिले चाहिँ म तालतला जाँदैछु तालतला भन्दा पहिले चाहिँ पुरानो चोक भन्ने आउँदो रहेछ सो लेट्स गो फर्स्ट पुरानो चोक त्यसपछि हामी तालतला जानुपर्छ है त यो चाहिँ तपाईँ देख्नु भएको अगाडि चाहिँ पुरानो चोक त्यहाँ पर लेखेको देख्नु सक्नुहुन्छ पुरानो चोक छ अब यहाँ पुरानो चोकबाट चाहिँ म अब सिधा तालतला जान्छु तालतलालाई लेट्स गो पछाडि तपाईँले देख्नु भएको यो चाहिँ तालतलाको ताल अनि एकदमै ठुलो छ काइन्ड अफ यहाँ कहिलेका बोटिङ पनि हुने रहेछ अनि अहिले चाहिँ बोटिङ भएको छैन यहाँनिर तर सिन्स र इन्भाइरोमेन्ट चाहिँ एकदमै फ्रेसिङ छ यहाँनिरको सो तपाईँहरू पनि आउनु सक्नुहुन्छ तालतला इटरीमा फ्यामिलीसँग फ्रेन्डसँग यहाँनिर भित्र बसेर पिकनिकहरू र तपाईँले फ्यामिलीसँग टाइम स्पेन्ड पनि गर्नु सक्नुहुन्छ एक साथसाथ तपाईँसँग टाइम म्यानेज हुन्छ भने बोर्डिङको पनि तपाईँले इन्जोय गर्नु सक्नुहुन्छ है त सो अहिले म आई थिङ्क बडीकोमा जान्छु नास्ता गर्नुलाई अब सिधै त्यहीँ भेटौँ है त